कस्तो जमाना आयो है आजकल। धर्म कर्म गर्नको लागि मान्छेहरू विश्व धाउने गर्छन्। तर ती मूर्खहरूलाई के थाहा? संसारकै सबैभन्दा ठुलो धर्म भनेको आफ्नो बुबाआमाको सेवा गर्नु हो। हरेक धर्म ग्रन्थमा लेखिएको छ कि सबैभन्दा पहिला आफ्नो बुवाआमाको सेवा गर्नु। किनभने बुवाआमाको सेवा गर्नु भनेको संसारकै सबैभन्दा ठुलो धर्म गर्नुहोस्। बडो विडम्बना छ यहाँ। यहाँ कसैलाई सम्झाउँदा बुझाउँदाखेरि बुझ्ने कोसिसै गर्दैनन्। त्यही त हो, देखिएको भगवान यिनीहरूलाई कहाँ प्यारो लाग्छ र? भगवान खोज्नका लागि कता हो कता विश्व धाउने गर्छन्। तर तिनीहरूलाई के थाहा? भगवान भनेका त आफ्नै बुबाआमा त हुन्, होइन र?